लगायत हामीले यो आइएमओयू को क्यामेरा चाहिँ DVR मा इन्स्टल गर्यौं। कसरी गर्यौं भन्दाखेरि हामीले पहिले चाहिँ कस्तो हुन्छ नि यो आइएमओयू को यो यसमा पेन ड्राइभ के अरे मेमोरी चाहिँ यसै भित्र राख्ने ठाउँ हुन्छ यहाँ हैन। अब यो राख्दाखेरि कहिलेकाहीँ चोरले चोर्यो भने चाहिँ यो यसको राखेको रेकर्ड सँगै मेमोरी सँगै लग्यो भने चाहिँ हामीले हेर्न पाइएन नि त कसले चोर्यो के गर्यो भनेर। त्यसको लागि हामीले यो NVR मा चाहिँ यसको रेकर्ड चाहिँ NVR मा राख्न सकियो। त्यसलाई कसरी इन्स्टल गर्ने भनेर चाहिँ हामीले यहाँ ट्राई गरेको। इन्स्टल चाहिँ हुँदो रहेछ। यसलाई चाहिँ के गर्नुपर्ने यो एडाप्टर छ यसलाई एडाप्टरबाटै पावर दिने 12 भोल्टको एडाप्टरबाटै 1 एम्पियर को 12 भोल्ट 1 एम्पियर को एडाप्टरबाटै पावर दिने हैन। अनि यसबाट चाहिँ यसको जुन लिंक छ यो लिंक दिनलाई चाहिँ यो नर्मल स्विचमा यही जोडे पनि भयो नत्र यो नर्मल स्विचबाट यसलाई लिंक दिने है। यसबाट यहाँ एउटा नर्मल स्विच छ डेस्कटप स्विच नेटवर्किङ स्विच अनि त्यसबाट चाहिँ एउटा यसबाट लिंक दिने। अनि जुन यो यसमा आएका क्यामेराहरूलाई चाहिँ जतिवटा क्यामेरा छन् त्यसलाई सबै लिएर गएर चाहिँ हामीले यसबाट सिधै DVR मा जोड्न सकियो। यसलाई नेटवर्कमा राख्न छ भने यसैमा एउटा नेटवर्कबाट आएको राउटरबाट आएको स्विच के अरे वायर चाहिँ यसमा जोडिदिए भयो। अनि हामीले सिधै यसमा राखियो भने चाहिँ डिस्प्ले आयो सिधै हाम्रो क्यामेरा चाहिँ अहिले यहाँ प्ले भइरहेको सक्छ केही समस्या छैन। अब यसमा चाहिँ एउटा हार्ड डिस्क राख्न पाइयो। आफू यसमा चाहिँ तपाईको 128 भन्दा 256 एउटा लिमिट हुन्छ यसले सपोर्ट गर्ने मेमोरी चाहिँ। हामीले एमा हाल्यो भने चाहिँ 1 TB 8 TB 10 TB जति हाल्यो भने हामीले यसमा चाहिँ रेकर्ड हुने हो। त्यो भएपछि हामीलाई के हुने हो सजिलो हुने हो कामको लागि। अब यसरी चाहिँ हामीले यो आइएमओयू लाई चाहिँ सिक्रेट तरिकाले के अरे सेक्युरिटी फिचर्स चाहिँ अझै बढी भयो। किन भन्दा यो भित्र राखिन्छ चोर्यो भने पनि क्यामेरा मान्छेले चोर्यो भने पनि बाहिर राखेको यो चोर्ने भयो यो त सेफ हुने भयो। त्यसले गर्दाखेरि हामीले यो नर्मल यो आइएमओयू को यो 360 फेरि किन्न पर्यो भने पनि कस्ट बढी भयो नि त। यो 25,000 नर्मल छ कि अर्को PTZ लाई यो चाहिँ सस्तो पनि भयो। त्यसरी चाहिँ यसले हामीले चाहिँ इन्स्टल गर्न सकिने भयो है त। त्यही हो कुरा।